हेलो गाइस, तपाईँहरू कस्तो हुनुहुन्छ होला है। म सन्चै छु अनि सबैजनालाई जय मसी है। म अहिले भर्खरै चर्चमा आइसकेको छु है। हाम्रो त्यो भोलि चर्चको एनिभर्सरी हुनुहुन्छ होइन। अन्त म किन यसरी सानो बोल्दैछु भन्दाखेरि यहाँ सबैजना बिजी पनि हुनुहुन्छ। म तपाईँहरूलाई देखाउने छु, हेर्नुहोस् ल। यो चाहिँ भोलिको लागि पुरा काटकुटहरू गर्नुहुँदैछ है। मलाई चाहिँ यहाँनिर हाम्रो आमाले पर्मिसन दिनुभयो भ्लग बनाऊ न भनेर। आन्टी जय मसी, ठिकै हुनुहुन्छ? भ्लग बनाउँदैछु है, नरिसाउनुहोस्। जय मसी सबैजनालाई। एकदम यहाँनिर चिकन फ्राई भइरहेको रहेछ। सिपुदा जय मसी। यहाँनिर है हाम्रो दादाहरू कति मिहिनेत गर्नु भइरहेको छ। उहाँहरू सबै ड्युटी सकेर आउनु भएको होला तपाईँहरू है। अन्त हाम्रो सिद्धु दादा क्यामेरादेखिको भाग्नु हुँदैछ। यहाँ चाहिँ यहाँनिर भोलि पास्टर बाबा आमाहरूको लागि डाइनिङ रेडी भइसकेको छ है। यहाँ सबैजना हुनुहुन्छ, अझै आउनुहुने हुन्छ। अन्त यहाँनिर पनि हाम्रो दुईजना दादाहरू हुनुहुन्छ है। जय मसी तपाईँहरूलाई। अघि मैले तपाईँलाई जय मसी भन्दा मलाई रिप्लाई दिनु भएन है, सुन्नुभयो? ए यहाँ चाहिँ हाम्रो दादा एकदम बिजी हुनुहुन्छ गाइस है। यहाँनिर हेर्नुहुँदैछ। यहाँनिर यो के बनाउनु भएको? ओपनिङ इभेन्ट नदेखाउनु? ओके ओके, सरी है, नदेखाउनु भन्नुभयो, मैले देखाइनँ। शुभम दादा के भन्नुहुन्छ मेरो ब्लगमा? ल है, भोलि प्रोग्राम छ, सबैलाई स्वागत छ है मन्थाली बेंगलोरमा। ब्लग त बनाएको त। अन्त हाम्रो त यतानिर हेयरड्रेसर दादा हुनुहुन्छ, उहाँ पनि भर्खरै छुट्टी भएर आउनु भएको। के भन्नुहुन्छ मेरो ब्लगमा? तपाईँले पनि भनिदिनुहोस् न अलिकति। एभ्रीवन, आई लभ यु। डु सपोर्ट, लाइक, कमेन्ट, वाचिङ हेरिदिनु होला सबैले। थ्याङ्क यू। यतिमै खुसी लाग्यो। यहाँनिर पनि हाम्रो एकजना दादा हुनुहुन्छ। हेलो जय मसी। मेरा ब्लॉग को कुछ बोलना है, मैं ब्लॉग कर रहा हूँ। अन्त भने चाहिँ म यहाँनिर छु है। तपाईँको इन्स्टा मेरोमा आइबसेको छ तर मैले फलो गरेको छुइनँ। मलाई गर्नुहोस् न फलो। ल ल मलाई मेरो एउटा कुरा ल। हेलो गाइस, यसलाई पनि मलाई पनि सपोर्ट गर्नु होला। मेरो ब्लगमा अलि वाच गरिदिनु होला। म बहिनीकोमा एड गरिदिन्छु लिङ्क, त्यसमा मलाई पनि सपोर्ट गर्नु होला। अनि प्लिज फलो बोथ द च्यानल। डन। बोथ द च्यानल त्यही भनेको ल। नहसाउनु न गाइस। हाम्रो दादाले भनिसक्नु भएको छ ब्लगलाई सब्सक्राइब गरिदिनु। जय मिसी, जय मिसी। कस्तो हुनुहुन्छ हौ तपाईँ? त घटेको जस्तो पो देखेँ त। घटेको जस्तै। समिका नाना खै जय मिसी भन्नुहोस् न हौ। ब्लग हो ब्लग हो ब्लग हो। यहाँ सबैजना हाम्रो आन्टीहरू हुनुहुन्छ। एकछिन लु तपाईँ भन्नुहोस्, स्टार्ट। तपाईँकोबाट स्टार्ट भन्नुहोस्। तपाईँको इच्छा। सन्चै हुनुहुन्छ? के छ हालखबर? हामी त यहाँ भोलिको प्रोग्राममा बिजी छौँ, व्यस्त छौँ। बाई बाई। भिडियो कल होइन, ब्लग हो। जय मसी। तपाईँले पनि भनिदिनुहोस्। सबैको जय मसी। नाना दिदी जय मसी। मेरो भाउजू, सबभन्दा सानो भाउजू यहाँ। हाम्रो आमाको त बिजोक छ बिचारा। गाइस अहिले भने चाहिँ यहाँ भोलिको लागि ठुलो चर्चमा चियरहरू हामी मिलाउँदैछौँ है। अन्त यहाँनिर हाम्रो नाना पनि हुनुहुन्छ, यहाँ सबजना हुनुहुन्छ, यहाँ दादाहरू सबै हुनुहुन्छ है। यस्तै हो
देख्न सक्नुहुनेछ हाम्रो चर्च ठुलो चर्च है। जे पनि प्रोग्रामहरू हुने गर्छ यहाँनिर यो चर्चमा हुने गर्दो रहेछ होइन, देख्न सक्नुहुनेछ। अहिले भने चाहिँ यहाँनिर प्र्याक्टिसमा हुनुहुन्छ। एनिभर्सरीमा हजुरहरूलाई एकदम हृदय खोलेर हामी स्वागत गर्न माग्छौँ। आइसला यहाँनिर ब्रो जय मसी। भन्नुहोस् न दादा, हाम्रो डेभिड दादा भोकले यहाँ सबै हातहरू पनि धुनुहुँदैछ, ह्यान्ड वास है, बात गर् यहाँ चेयर निकाल्ने काम हुँदैछ। हाई भन त मेरो ब्लगमा। ल थ्याङ्क यू। म तपाईँले खाएको बनाइदिन्छु। हाम्रो राखी नाना पर माया लाग्दो भएर बसिरहनु भएको छ, कसले छुट्टायो? मलाई त हड्डी नै त मनपर्छ बेसी। हाम्रो त नाइटको डिनर यस्तो छ। हड्डी खाइसकेर उब्रेको त यता है कता अहिले म त्यस्तो भन्नु हुँदैन है मलाई। अहिले भने चाहिँ हामी नाइट टाइमको डिनरमा छ हामी गाइस। म त यहाँ छु। हाम्रो दाइ पुरा सरम मान्नुहुँदैछ, मैले देखाइदिइहालेको। अब चाहिँ के भन्नुहुन्छ? चाहिँ यहाँ छु खाना डेभिड दादा यहाँ आउनु भएछ फेरि। सरम लाग्छ मेरो चाहिँ यहाँ छ खाना। के खाँदैछ? This is chicken. This is के भन्छ यसलाई? सलाद। सलाड। यो चाहिँ सलाड हो। यो के छ? चिकन हो। यो पानी कसको? मेरो पनि होइन। यो पानी पनि कसको पनि होइन। अर्को आयो फेरि यहाँनिर। हुन्छ गाइस, म चाहिँ अब खाना आँटेको है। अहिले एकछिनमा भेट्नुपर्छ ल फेरि तपाईँहरूसँग। अहिले एकछिनमा भेट्छु, बाई बाई। हेलो गाइस, अहिले भने चाहिँ हामी चर्चबाट निस्किसकेको छौँ है। हामी जाँदैछ किनभने अब भोलि 5 बजे आउनु भन्नुभएको छ है। धेरै मण्डलीहरू आउनुहुनेछ, अन्त त्यही भएर हामी पनि आज छिटै निस्कियो। अहिले टाइम पनि तपाईँको कति बजी कालु? 12 बज्न आँट्यो है। अन्त त्यही भएर हामी सबैजना आज अलिक भए पनि छिटै निस्केको। अन्त अहिलेलाई भने चाहिँ बाई बाई है।